बिहान आँखा मिच्दै कामको लागि निस्कन्छु। मेरो साथी पिठ्ठुमा घाम लाग्ने बेलासम्म सुत्छन्। म विदेशमा मिनेटौं गरेर रेल कुर्छु अनि कामतिर लाग्छु। मेरो साथीहरू नेपालमा चिल्लो प्राइभेट कार चढ्छन्। म विदेशमा लाख कमाउँछु। मेरो साथी नेपालमा करोडको मात्र कुरा गर्छन्। म दिनमा 1-2 घण्टा आराम गर्छु। मेरो साथीहरू नेपालमा 1-2 घण्टा मात्र काम गर्छन्। म मध्यरातमा थकानले लखतरान भएर फर्कन्छु। मेरो साथी मध्यरातमा लडबडाउँदै फर्कन्छ। मेरो साथीहरूले फेसबुकमा मैले राखेको फोटोहरूमा मेरो पछाडिको अग्लो अग्लो घर देख्छन्। तिनीहरूको पछाडिको अग्लो अग्लो हिमाल पनि देख्दैनन्। म भुलिरहेको समुद्र देख्छन्। तिनीहरू रमाइरहेका झरना देख्दैनन्। मेरो वरिपरिको गोरो छाला देख्छन्। तिनीहरूको वरिपरिका निश्चल मन भने देख्दैनन्। तै पनि कहिलेका कुरा गर्दा भन्छन्, विदेशमा मोज गरिरहेछस्।